नमस्कार युट्युब फ्यामिलीमा मैसा के छ खबर सन्चै हुनुहुन्छ अनि मेरो चाहिँ दिनको सुरुवात हुन्छ आगो फुकेर आगो त फुक्नु पर्यो नि यो गोलबजारको त्यो आगो डोटियाको त्यो सिङ्गर थुक्पा बसाएर अनि त्यसलाई चाहिँ देवशरण अनि शिवशरण त्यसै भुइँकट काटेर यो आफ्नो गप्पा मान्छे पर्दा आफन्तैमा हो। तपाईँहरूलाई पनि मनपर्छ भने हाम्रो गाउँमा टन्नै भुइँकटर पाइन्छ अनि आउनु होला। अनि यो चाहिँ हाम्रो देवीथान डाँडा हो, गाई बस्तु देखाउन अनि त्यहाँ अनार खाँदैछौँ है हामी आमा छोरी। अनि मेरो छोरी हेर्न रुन लागेको के मामुले खाइ भनेर। आफ्नो छोराछोरीको सबै एक्टिभिटी यति खुसी लाग्छ। अनि अरूको बच्चाले चाहिँ के छिटो हिँड्ने छिटो बोल्ने गर्यो भने ला मेरो बच्चाले किन गरेन अरूले के भन्छ होला भनेर कस्तो डर लाग्ने, पोस्ट गर्ने मन नलाग्ने। छोरीको बारेमा केही पनि कुनै आमा बाउले पनि सुन्न सक्दैन क्या। हाम्रा गोठमा पालेका बाख्रा बस्तु भुइँसी गाई गोरु देख्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो मुख्य बाली भन्दा नि अलिक आमदामी हुने बाली भनेको अदुवा। अनि हाम्रो गाउँमा चाहिँ एकदम ढुङ्गा भएर बाटो यस्तो नराम्रो छैन। यो सिन्धुलीमा न नेता राम्रो न जनता राम्रो, त्यही भएर कहिले केही विकासै हुन सक्दैन जस्तो लाग्छ कि मलाई चाहिँ। अनि हेर्नु साँझको तरकारी के लगाइदिएको अरे अनि आमाले चाहिँ खुवाउनु हुँदै थियो लिटो अर्ग्यानिक घिउ हालेर भात तरकारी पकायौँ खायौँ अनि हामी चाहिँ सुत्यौँ। तपाईँहरूको के कस्तो भयो दिन? यो चाहिँ बिजुको भ्लग हो। सम्पूर्णले